ओके, अब पहिलो सुरुमा भएकोले यो पहिलो पार्ट चाहिँ नयाँ जन्म भन्ने पार्ट छ। यसमा तपाईँले योहन्ना 1को 12 कण्ठ गर्नुहुन्छ। त्यसपछि तपाईँले एउटा कन्सेप्टलाई, एउटा भनौँ दुईटा भनौँ, विश्वास गर्ने र ग्रहण गर्ने भन्ने कन्सेप्टलाई एकदमै राम्रो गरेर तपाईँले बुझ्नुहुन्छ। जस्तै उदाहरणको लागि तपाईँले स्याउ खायो भने मलाई तागत लाग्छ भनेर विश्वास गर्नुभयो, तर नखाइकन जिन्दगीभरि हेरेर बसेर त तपाईँलाई तागत लाग्दैन। अनि त्यसरी नै तपाईँले प्रभु येशूलाई चिनेर उहाँमा विश्वास आयो, तर म पछि ग्रहण गरौँला, पछि आफ्नो बनाउँला भनेर बस्यो भने त्यसले तपाईँलाई बेनिफिट हुन्न, फाइदा हुन्न है। त्यस कारण यो विश्वास र ग्रहणको कन्सेप्ट बुझाउनलाई तपाईँले यो पाठ अध्ययन गर्नुहुनेछ। अनि यो पाठ अध्ययन गर्दाखेरि चाहिँ यो डिजिटल भर्सनमा चाहिँ तपाईँको मोबाइलमा तपाईँले त्यहाँ खाली ठाउँ भर्ने ठाउँहरू देख्नुहुन्छ। त्यसपछि त्यसको सही उत्तरहरू चाहिँ कि तलतिर कि साइडतिर हुन्छ। त्यसले तपाईँले त्यो औँलाले तान्दै त्यो दुलोमा हार्ने, त्यसको उत्तर त्यही चेक गर्ने, तपाईँले पढेको तपाईँले बुझेको छ कि छैन चेक गर्दै 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 अध्ययन गर्नुहोला। तपाईँको पढाइ रमाइलो रहोस्।